हाई गाइज, म चाहिँ अहिले जोर्डनको अम्मन भन्ने ठाउँमा छु र आज चाहिँ म घुम्नको लागि अब्दुल्ली महल र बुलीबार जान लागिरहेको। पहिला चाहिँ म अब्दुल्ली महल जान्छु अनि बुलीबार जान्छु। आज चाहिँ मैले जिनीबाट कार बुक गरेको थिएँ, सो अहिले बाटोमा छु। अनि म अहिले चाहिँ फर्स्ट अब्दुल्ली महल, यो चाहिँ अब्दुल्ली महलको गेट हो होइन, म चाहिँ भित्र जाँदैछु। यो चाहिँ अब्दुल्ली महलको फर्स्ट फ्लोर हो। फेरि यस्तो सजाएको देखि चाहिँ आफूलाई केही गर्न नआए नि भिडियो बनाउन मन लाग्छ कि। जुन गोरुको सिङ छैन त्यही गोरुको नाम देखेँ भनेको चाहिँ यही हो कि। यस्तो फोटो पनि खिचिहालेँ। फेरि त्यसपछि फर्स्ट फ्लोरबाट म चाहिँ टप फ्लोरतिर लागेँ, किनकि त्यहाँबाट चाहिँ भ्यू राम्रो देखिन्छ भन्ने सुनेकी थिएँ। र म चाहिँ सो टप फ्लोरबाट तलतिर हेर्दै गयो। राम्रै थियो हेर्दा त, तर भिडियो चाहिँ खासै राम्रो आएन छ, किनकि अब भिडियो बनाउन नआएर होला। यसो यताउता हेरेको बिल्डिङ मात्रै देखेँ। यो साइडमा चाहिँ मलाई खासै राम्रो लागेन है, सबै बिल्डिङ रहेछ होइन। अब बिल्डिङ त के हेर्ने र, बिल्डिङ चाहिँ मलाई खासै ठिक लागेन। अनि अर्को साइडमा चाहिँ आम्मान देखिरहेको थियो कि एकदम राम्रो, तर अब भिडियो बनाउन नआएर होला खासै राम्रो आएको छैन। तर आम्मान चाहिँ हेर्दा चाहिँ एकदम राम्रो देखिरहेको थियो त्यहाँबाट होइन। अल्लाह खबरको मस्जिद पनि देखिरहेको थियो। अनि अब के गर्ने भयो, मैले चाहिँ एउटा यसो हिँडेर भिडियो बनाएँ। अनि अब महलतिर के गरेर बस्नु र भनेर बुलीबार जानको लागि म चाहिँ फेरि ग्राउन्ड फ्लोरतिर लागेँ। तर म चाहिँ बुलीबार चाहिँ पहिला नि गएको छु, यो चाहिँ सेकेन्ड टाइम हो। यो चाहिँ बुलीबारको इन्टर हो, हेर्नुहोस् त। बुलीबार चाहिँ छिर्ने बित्तिकै कति राम्रो छ के। म चाहिँ पहिला नि आएकी थिएँ, तर त्यो बेला चाहिँ मैले फोटो भिडियोहरू लिएको थिइनँ। म फेब्रुअरीमा आएको थिएँ, त्यो बेला चाहिँ यति राम्रो पनि थिएन। तर अहिले चाहिँ एकदम राम्रो होइन, फोटो भिडियो बनाउनको लागि। तपाईँहरू पनि जोर्डनमा हुनुहुन्छ भने होइन, कोही हुनुहुन्छ भने आउनु, एकदम राम्रो छ होइन। झन् तपाईँहरू ग्रुपमा आउनुभयो भने त एकदम राम्रो छ। यहाँ नेपाली रेस्टुरेन्ट पनि छ, हाम्रो नेपाली रेस्टुरेन्ट। मलाई अन्त चाहिँ जोर्डनमा थाहा छैन होइन। यहाँ चाहिँ बुलीबारमा चाहिँ नेपाली रेस्टुरेन्ट पनि छ। अनि फेरि यहाँ चाहिँ भिडियो बनाउन अलिक गाह्रो हुने के, सबैजनाले अरबिक होइन, कपाल छोपेको हुने पुरै अरबिकहरूले फेरि हाम्रो भिडियो किन बनाएको भन्लान् भन्ने डर होइन। ठाउँ कति राम्रो छ कि, ठाउँ कति राम्रो छ होइन। कोही टिकटक लभर हुनुहुन्छ भने चाहिँ यहाँ आएर टिकटक बनाउन एकदम राम्रो हुन्छ। आफूलाई चाहिँ केही गर्न नआउने, त्यही भएर खासै बनाएन होइन। अनि यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट पनि छ बुलीबारमा, नेपाली फुड पाइन्छ। म पहिला आउँदा चाहिँ गएको थिएँ, आज चाहिँ गइनँ। कोही जान चाहनुहुन्छ भने नेपालीहरू कमेन्ट गर्नु, म लोकेसन बताइदिन्छु। हेर्नु न कति राम्रो छ बुलीबार, हेर्दै कति राम्रो छ, खासै भिडियो बनाउन आएन होइन। तपाईँहरू ग्रुपमा आएर फेरि हेर्नु न, म चाहिँ कोस्टा कफी देखेर खानालाई गइहालेँ। अनि 2 आइस स्पानिस लाते मागेँ। कति हो भनेको 8 जेडी रे क्या, ठिकै छ अब 8 जेडी भयो नि भनेर होइन। 2 आइस स्पानिस लाते लिएर अघि तपाईँहरूलाई यहाँ चाहिँ कफी खाने हो भनेर देखाएको ठाउँतिर बस्न लागेँ। तर यहाँ चाहिँ एकदम रमाइलो होइन। तर भिडियो बनाउँदा चाहिँ अलिक केयरफुल बनाउनुपर्छ, किनकि अरबिकहरूले फेरि अलि ल्याङ हान्छन्। अनि कफी सफी खाएँ, अनि कफी सँगसँगै चिप्स पनि खाएँ। र मैले चाहिँ जिनी बुक गरेँ फेरि, किनकि हामी 7:30मा आएको, अलरेडी 9 बजिसकेको थियो। अनि कफी चाहिँ स्टारबक्सको जति मिठो हुँदो रहेछ अलिक कोस्टाको चाहिँ मैले फर्स्ट टाइम खाएको। अनि मैले चाहिँ जिनीबाट कार बुक गरेर नि रुमतर्फ लाग्यौँ हामी चाहिँ। तर ग्रुपमा आउँदा चाहिँ बुलीबार एकदम रमाइलो छ। मलाई चाहिँ खासै भोइस ओभर गर्न आउँदैन, तैपनि आज चाहिँ ट्राई गरेको, कस्तो भयो। बाई बाई।